निशु निशु यह देखिए गाइस, हम अभी मैदा गूंद रहे हैं मोमो खाने के लिए। और यहाँ पे हमारे निशु का खाना बन रहा है। और मुझे बफ का मोमो स्पेशली बहुत मजा आता है, बहुत पसंद ये है। नहीं, बफ का मोमो दार्जिलिंग याद दिलाता है ना। हाँ, बफ का मोमो दार्जिलिंग याद दिलाता है। हम लोग यहाँ पे नहीं खाते थे ना पहले, बफ और पोक का मोमो। ए हाथी आएछ यहाँ ना। इसको देखो इसका डर लग गया, इसको हाथी आके डर लग गया, हाथी आके डर लग गया, डर लग गया मेरे निशु को डर लग गया हाथी वाला। So guys, यो चाहिँ हो मोमोको आटा डो एन्ड यहाँ छ बफको यता किमा गरेको मसाला। यस्तो जुसी डिलिसियस छ नि गाइस। एन्ड मेरो चाहिँ यहाँ चटनी पनि रेडी छ। यसमा चाहिँ मैले हालेको छु धनिया, त्यहाँबाट टिम्बुर अनि डल्ले अनि लसुन। आज चाहिँ ठुलो मोमो खाने हो बफको, र मेरो बेलाइ पनि पुरी जत्रै रहेछ। र गाइस यो एउटा बेलेको छु र म देखाउँछु तपाईँलाई कि आज चाहिँ कस्तो चाहिँ राखेको छु भनेर। यो चाहिँ हो मसाला हो, यो पारा चाहिँ खाने हो आज। र आज चाहिँ लामो बेलाइ छैन, बटार उयो छैन, फोल्डिङ सानो फोल्डिङै र गोलो फोल्डिङै छ राउन्डवाला। लु मोदक भइगयो। लु यहाँ चाहिँ हालिदिएको छु, अन्त यहाँ चाहिँ छ बस यतिको पाक्यो भने टेस्ट गर्नु लागि भइहाल्छ। ल ल हतार पऱ्यो गाइस, 9 बज्न आँटिसकेको छ र नानीलाई खाना खिलाउँदै नै हामीले यहाँ बनाउँदैछु। र अहिले चाहिँ फिलहाल नानीलाई खाना चाहिँ बोजूले खिलाउनु हुँदैछ निशुको। ये भएन जुस है गाइस, यो चाहिँ तेल हैन। मोमो छ, लु सुप छ, यहाँ चाहिँ थम्सअप छ, तिर्खा लाग्यो हो पानीको बत्ती थम्सअप। यो चाहिँ गाइस मोमो स्टार्ट गर्दैछु अहिले हामी। ग्यास निक्लेको छ त। लु है, चियर्स। सुप पनि छ। चटनी मोमो पुरा जुसी भएछ। फ्रन्टमा त्यति राम्रो देख्दैन, ब्याकमा राम्रो है। जाडोको वेदरको के अहिले पत्तै छैन। बिहान जाडो लाग्छ, दिउँसो गरम लाग्छ, बेलुका पनि जाडो लाग्छ। वेदरको के ग्यारेन्टी छैन गाइस। अहिले जो वेदर छ यो चाहिँ लास्ट एन्डिङ वेदर हो, किनकि यो आज स्प्रिङ नै चल्दैछ। जनवरी महिना खत्म भइसक्यो, फेब्रुअरी चल्दैछ। स्प्रिङ भन्छ। फेब्रुअरीको फर्स्ट विक चल्दैछ। त्यसले गर्दा चाहिँ यहाँ हाम्रो प्लेन इलाकातिर, प्लेन जग्गातिर चाहिँ विन्टर अब खत्म हुँदैछ, अब लास्ट चल्दैछ। हामी चाहिँ यहाँ भन्छ
जाडा जानुको लागि चाहिँ यस्तो हुन्छ भन्छ फेरि माथितिर चाहिँ फेरि पहाडमा त भएको छैन नि माथि त दब्बाएर जाडो हुँदैछ नखाउँ मेरो त मासु झऱ्यो अन्त फेरि यहाँ के छ अब हाम्रो पूजा सरस्वती पूजा मासु खाएर भन्दैछु अब यो चाहिँ अब लास्ट एन्ड अफ विन्टर सिजन भन्छ होइन अनि उसको बाद चाहिँ पुरा जाडो हुन्छ क्या एकदमै गरम हुन्छ जाने बेलामा चाहिँ मजा जाडो हुन्छ एकदमै घट्छ अब यो सायद 15 तारिकको आगे नै मतलब भित्र नै अब हुन्छ यस्तो वेदर भइबस्छ त्यहाँबाट एकदम हपहप गरम त्यहाँबाट एकदमै विन्टर एकदम अचानकै खत्तम हुन्छ यत्रो लामो अब होइन 2-3 महिनाबाट चाहिँ जाडो हुन्छ अचानकै गरम भएर आउँछ होइन हामी सारा वर्ष है बेसी होइन अब यो महिनाको 15 तारिकसम्म त्यो जाडो हामी यहाँ खाँदैछु रातिको 11 बज्दैछ यो मलाई अचानक खानु मन लाग्यो मोमो अघि पाकिसकेको थियो एन्ड गाइस मलाई पुरा एकदम चिजको हरर क्या त कोल्ड ड्रिङ्कको हरर भयो हो अन्त उसलाई मगाएर अन्त खाँदैछु ए सेतो भयो त के भयो सुप गाइस खानु भयो त न त चिसो हुन्छ चिसोमा मजा आउँदैन म चाहिँ एकदम जुसी यहाँ खाँदैछु न्युसी बुझीसँग छ आफ्नो बेडमा सुतेको छ घरिघरि उठ्दैछ निन्द्रामा रुँदैछ यहाँ पनि मासु चाहिँ नुन कम्ती हाल्यो नि यति खाँदा अघि ठिकै लाग्यो मोमो खाने अचारसँग चलो अब यो भ्लग हामी यहाँ यसरी नै एन्ड गर्दैछु आजको मोमो दामी भयो मजा आयो त्यसको लागि चाहिँ बिग थम्स अप म भोलि फेरि जबमा जान्छ अन्त आज खाइहालेको खाँदिनँ हामी हतपत ओके गुड नाइट हतपत खाँदिनँ त खानु मन लागेन फेरि छोड्दिनँ बाई बाई गाइस बाई बन्द गर्दैन बाई